बिस्मिल्लाहिर्रहमानिर्रहीम। सुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ। प्रस्तावना। पवित्र कुरआन अल्लाहको साक्षात वाणी हो, जसलाई शब्द त्यसको अर्थको साथ अल्लाहले आफ्नो अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि अवतरित गरेका हुन्, जुन कि समस्त संसारका लागि सर्वथा दाय र शुभ सूचक एवं सञ्चेतक हुन् र अल्लाहतिर आमन्त्रण गर्नेवाला हुनुको साथ साथै प्रकाशमान सूर्य हुन्। तपाईहरू समक्ष कुरआन बारे संक्षेपमा केही महत्त्वपूर्ण ज्ञानवर्धक कुराहरू निम्नमा राखिन्छ, ध्यान दिनुहोला। पवित्र कुरआनको बारेमा सामान्य ज्ञान। 1. पवित्र कुरआनको परिभाषा र त्यसका नाम र विशेषताहरूको वर्णन। पवित्र कुरआन अल्लाहको त्यो वाणी हो जुन अल्लाहको सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि शब्द र अर्थको साथ अवतरित गरियो। वहीको माध्यमले जुन कि मुसहफमा उल्लेखित छ, सामूहिक तरिकाले वर्णन गरिएको छ र जसको पाठनद्वारा पूजा गरिन्छ र जसको पाठ गर्नु पनि पूजा हो। र अल्लाहले नै जुन आफ्नो अन्तिम सन्देष्टा मुहम्मद माथि अवतरण गरे त्यसलाई कुरआनको नामले नामकरण गरे, जस्तो कि अल्लाहको फरमान छ, इन्ना नहनु नज्जलना अलैकल कुरआन तन्जीला। अर्थ, निश्चय नै हामीले अत्यन्त व्यवस्थित रूपले तपाईमाथि कुरआन अवतरित गरेका छौँ, किनकि कुरआन उसै उद्देश्यको लागि अवतरित गरिएको छ कि त्यसको पाठ गरियोस्, त्यसको अध्ययन गरियोस् र त्यसको पाठनक्रमलाई नत्यागियोस्। र यस कुरआनलाई अल्लाहले किताबको नामले पनि सम्बोधन गरेको छ, जस्तो कि अल्लाहको कथन छ, इन्ना अन्जलना इलैकल किताब बिलहक। अर्थ, निसन्देह हामीले तिमीलाई सत्यताका साथ आफ्नो किताब पठाएका छौँ, किनकि यसको अवतरणको उद्देश्यहरूमध्ये यो पनि हो कि यसलाई लेखियोस् र यसको लेखाइलाई नत्यागियोस्। र यस कुरआनको विशेषता वर्णन गर्दै अल्लाहले भनेछ कि यो फुर्कान सत्य असत्य बीच फरक गर्नेवाला हो र यो सदुपदेश हो र यो पथ प्रदर्शक हो र यो प्रकाश उपचारक, तत्वदर्शी र सदुपदेश र शिक्षा ग्रहण गर्नेहरूको लागि पाठ हो आदि। यसबाहेक पवित्र कुरआनका अनेकौं विशेषताहरू वर्णन गर्छन् जुन यस ग्रन्थको भव्यता, महानता एवं विशालता र परिपूर्णतामाथि प्रमाणीकरण र सङ्केत गर्छन्। र मुसहफ भनेको सुहुफ शब्दबाट लिएको छ, जुन अरबी भाषाको शब्द हो र जसको अर्थ हो ती कुराहरू जसमाथि कुरआन लेखिएको छ, र यो एउटा नाम हो जसलाई सहाबाहरूले त्यस किताबको लागि प्रयोग गरेका हुन् जसको पानाहरूमाथि कुरआन लेखिएको हुन्छ। र पवित्र कुरआन अल्लाहद्वारा पठाइएको वही हो जसलाई लिएर हजरत जिब्रिल अलैहिस्सलामले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको हृदयमाथि अवतरण गर्नुभयो, जस्तो कि अल्लाहको फरमान छ, व इन्नहु लतन्जीलु रब्बिल आलमीन नज़ल बिहिर रूहुल अमीन अला क़ल्बिक लितकून मिनल मुन्ज़िरीन बिलिसानिन अरबिय्यिम मुबीन। अर्थ, र कुनै शङ्का र सन्देह बगैर यो कुरआन संसारको पालनहारद्वारा उतारिएको हो। यसलाई विश्वसनीय फरिस्ताले लिएर आएको हो, तपाईको हृदयमा उतारियो ताकि तपाई मानिसहरूलाई सावधान गर्नेहरूमध्येको भइहाल्नुहोस्। र स्पष्ट अरबी भाषामा छ। र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि वहीको अवतरण कुनै अनौठो र विचित्र कार्य होइन, किनकि उहाँ जस्ता अरू विगतका सन्देष्टाहरूमाथि पनि यसै प्रकार वही गर्दै आएको हो
र जिब्रिल अलैहिस्सलाम विगतका सन्देष्टाहरूमाथि पनि अल्लाहको तर्फबाट वही लिएर अवतरण गर्दै आएका हुन् र अल्लाह यस विशेष धरोहरताको कार्यको लागि जसलाई चाहन्छ मनोनित गरी बक्सन्छ, जस्तो कि अल्लाहको फरमान छ, अल्लाहु यस्तफी मिनल मलाइकति रुसुलन व मिनन नास इन्नल्लाह समीउन बसिर। अर्थ, अल्लाहले फरिस्ताहरू मध्येबाट र मानिसहरू मध्येबाट सन्देशवाहक रोज्दछ। निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ, किनकि त्यस सर्वज्ञानीलाई नै यो कुरो भली भाँति थाहा छ कि को यस कार्यको लागि सक्षम र योग्य छ र कुन यस योग्य छैन, किनकि त्यही नै सबैको स्रष्टा हो। अल्लाहको फरमान छ, वरब्बुक यख्लुकु मा यशाउ व यख्तार। अर्थ, र तपाईको पालनकर्ताले जे चाहन्छ सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ।